साथीहरू, नेपाल एउटा हिमालको र संस्कृतको देश हो, तर सबै नेपालीहरूको मनमा एउटै प्रश्न छ, के यो नेपाल साँच्चै हाम्रो सपना जस्तो छ? पिछलो वर्ष देशले धेरै ठुलो जेनजी आन्दोलन देखियो। त्यसपछि नेपालमा आयो नयाँ सरकार। के यो नयाँ सरकार 5 वर्षभित्र नेपाल र नेपालीहरूको भविष्य बदलिन सक्छ? नेपाल र नेपालीहरूको भविष्य बदलिनलाई सरकारसँग 7वटा मुद्दा छ। यो मुद्दा एकदमै इम्पोर्टेन्ट मुद्दा हो। अगर यो सरकारले 5 वर्षभित्र 2-3वटा पनि सल्भ गरिएन भने त हामी सोच्न सकिन्छ यो जो नयाँ सरकार छ यो पनि पुरानै सरकारको शैलीमा चल्ने गरिरहेको छ, किनकि यो जुन 7वटा मुद्दा छ यो ठिक गर्न नेपालीहरूलाई र नेपालको भविष्यको लागि एकदमै जरुरी छ। साथीहरू, आजको भिडियोमा हामी पहिला समस्याको बारेमा कुरा गर्छौँ, त्यसपछि त्यो समस्या कसरी समाधान हुन्छ उसको बारेमा कुरा गर्छौँ। त्यसैले यो भिडियो एकदमै इम्पोर्टेन्ट छ र सबै नेपालीहरूले बुझ्नुपर्ने हुन्छ कि 5 वर्षमा सरकारले कति के काम गर्न सकिन्छ, के नेपालीहरूको जिन्दगी बदलिन्छ कि बदलिँदैन। त्यसैले यो भिडियो अन्तिमसम्म हेर्नुहोला। साथीहरू, नेपालमा वर्षौंदेखि एउटै कुरा सुनियो, विकास आउँछ, रोजगार आउँछ, देश बदलिन्छ। तर वास्तविकता के हो? आज पनि धेरै गाउँमा सडक छैन, अस्पताल कमजोर छ, शिक्षा महँगो छ र युवाहरू बेरोजगार देखिन्छ। हरेक चुनावमा सरकारले नयाँ नयाँ सपना देखायो, तर जनताको भविष्य किन बदलिन सकेन? आज नेपालका हजारौं युवा विदेश जान बाध्य भइरहेको छ, किनकि धेरै युवाहरूले नेपालमा आफ्नो भविष्य हेर्न छोडिसकेको छ। साथीहरू, आखिरकार नेपालमा नयाँ सरकार आइसक्यो। के यो नयाँ सरकार सबै युवाहरूको विदेश जाने समस्या परिवर्तन गर्न सक्छ? किनकि युवाहरू आफ्नो भविष्यको लागि धेरै चिन्तित देखिन्छ र सरकारको प्रति धेरै आशा पनि राखेछ। साथीहरू, अबको जेनजी पुस्ताहरूले नेपालमा नयाँ सोच ल्याएको छ। उनीहरूले परिवर्तन चाहन्छन्, सिस्टम बदल्न चाहन्छन्, साफ राजनीति चाहन्छन्। अब प्रश्न उठ्यो, नयाँ नेपाल भनेको के हो त? नयाँ नेपाल भनेको केवल नयाँ नेता होइन। नयाँ नेपाल भनेको भ्रष्टाचार मुक्त भएको देश, युवालाई रोजगार र गरिबलाई न्याय दिनुपर्छ, राम्रो शिक्षा, आधुनिक स्वास्थ्य र सेवा र विकास भएको गाउँ र सहर हुनुपर्छ। विदेश जानको लागि युवा बाध्य नभएको हुनुपर्छ। के यो सरकार यो सबै 7वटा परिवर्तन गर्न सकिन्छ? यो हामीले 5 वर्षभित्र हेर्नुपर्ने हुन्छ, किनकि जनताले अब सपना मात्र होइन वास्तवमा परिवर्तन हेर्न चाहन्छ। यदि नेपालको सिस्टम राम्रो भएको भए के युवाहरू विदेशमा पसिना बगाउन बाध्य हुन्थ्यो? नेपालमा प्रतिभा छ, ऊर्जा छ, सपना छ, तर अब जनताले भनिरहेको छ हामीले नयाँ नेपाल चाहिन्छ। साथीहरू, हामीलाई थाहा छ कि परिवर्तन एकै दिनमा आउँदैन, तर आवाज उठाउनु पर्छ, प्रश्न सोध्नु पर्छ र सचेत हुनुपर्छ, किनकि नेपाल हाम्रो देश हो र नेपालको भविष्य हाम्रो हातमा छ। तपाईहरूको विचारमा के छ? के नयाँ सरकार आयो त नेपालीहरूको भविष्य बदलिन्छ? तपाईहरू आफ्नो ओपिनियन कमेन्टमा लेख्नु होला। साथीहरू, तर यहाँ सरकारको माथि एउटा ठुलो प्रश्न छ। सरकारले धेरै काम छ नेपालमा गर्ने, जस्तो कि शिक्षा प्रणाली राम्रो गर्नु पर्यो, अस्पतालको व्यवस्था ठिक गर्नु पर्यो र भ्रष्टाचार कम गर्नु पर्यो, अनि युवाहरूलाई रोजगार दिनु पर्यो। हाम्रो देशको जीडीपी कसरी बढ्नु पर्यो अगाडि, त्यसको माथि काम गर्नुपर्ने हुन्छ। तर सरकारको ध्यान कहाँ छ? सुकुम्बासी बस्तीलाई हटाउने, अतिक्रमण हटाउने, यो पनि हटाउनु पर्छ र विकास गर्नुपर्छ। तर पहिला जति पनि सुकुम्बासी छन् उनीहरूलाई पहिला एउटा विकल्प बनाइदिनु। जो असली सुकुम्बासी छन् उनीहरूलाई कुनै ठाउँमा बसोबास गराउने व्यवस्था गरिदिनु होला, किनकि सरकारलाई म आग्रह गर्छु कि तपाईहरूको यो जुन निर्वाचनमा यिनी गरिबहरूले नै तपाईहरूले सबैभन्दा बढी भोट गरेको छ र वर्षौंदेखि बसिरहेको सुकुम्बासी आज एक दिनमै उनको घर भत्काएर यति पीडा चाहिँ नदिनु होला, किनकि उनीहरूको पनि घर परिवार हुन्छन्। एकैपल्ट सडकमा आयो भने बर्खाको महिनामा एकदमै गाह्रो उनीहरूको जिन्दगी देखिन्छ। त्यसैले पहिला उनीहरूलाई अलि विकल्प बनाएर एउटा व्यवस्था गरिदिनु, त्यसपछि नोटिस पठाएर अतिक्रमण हटाउनु होला। यति मेरो आग्रह छ र सबै नेपालीहरू जनताले तपाईले आग्रह छ यति चाहिँ गर्नु होला बालेन सरकार। हस्त साथीहरू, सरकारको यो जुन 7वटा मुद्दा छ, के यो 5 वर्षभित्र सरकारले सल्भ गर्छ र नेपालीहरूको भविष्य राम्रो बनाउँछ कि बनाउँदैन त्यो त हामी अगाडि गएर थाहा हुन्छ।
त्यसैले हामी सबै नेपालीहरू पनि सचेत हुनुपर्छ र जहाँ सरकारले राम्रो काम गर्यो भने त्यहाँ हेल्प गर्नुपर्छ र जुन ठाउँमा अलि सरकारले गलत गरिरहेको छ भने त्यहाँ एउटा सचेत हुनुपर्छ। यो पनि एउटा ध्यानमा राख्नु होला। हस्त साथीहरू, यो भिडियोलाई लाइक शेयर कमेन्ट गरिदिनु होला र अन्य साथीहरूलाई पनि शेयर गरिदिनु होला। अवेरनेस फैलाउनु र युट्युबमा हेर्दै हुनुहुन्छ भने सब्स्क्राइब गर्नु होला र फेसबुकमा हेर्दै हुनुहुन्छ भने फलो गर्नु होला। हस्त साथीहरू, आजले यति हो। भेटौँला भोलि कुनै राम्रो भिडियोमा। तबसम्मको लागि जय नेपाल।